भन्न त केही पनि जान्दैन हामी पुरानो दिनको मान्छे हो नपढेको नलेखेको केही पनि नै तर हाम्रो घन्टी पार्टी साथीहरू दिदीबहिनी दाजुभाइ सबैलाई मनमा लागेको कुरा भन्छु मेरो रवि भाइलाई अन्तिम दिन सोधेको दिन मनमा लागेको छ मलाई बालेनले खोला नाला खन्यो यसलाई हटाऊ भन्यो बालेनलाई बर्खाका बाढीले यो नालो खोल्छ यी बग्छन् भनेर उनीहरूले सबै मान्छेलाई बचाउनु खोजेको थियो बालेन नराम्रो काम गर्यो भनेर सबैले बालेनलाई चाहिँ उल्लु बनायो रवि भाइको अन्तिम दिन तेरो क्या सोचिस या सुत्तो छै सुचेल तेरो आज अन्तिम हो मजाको दिन नेपाली आमा हुँ हाम्रो छोरा हो हाम्रो रगतको धारा हो हाम्रो दुधको थोपा हो हामीलाई पीडा छ हामी रुएका छौँ धरती माता र हामी नेपाली आमा सबै हामी रुएका छौँ धरती आमाले सरापेन अहिले दुध दिने आमाले 10 धारा दुधले पनि सरापेन यिनीहरू गुन्डा गर्दै सबै देशलाई लुटेर खायो कसैकै धनमा आगो लाग्यो जेन्जीले अहिले बाहिर गुर्कायो तिनको लुकाएको धन गुर्कायो धन्यवाद छ जेन्जी बाबुको घन्टी धन्यवाद छ जेन्जी बाबुको हाम्रा छोरा धन जेन्जी बरुबर मारेर सक्यो पुराना कुहिएका मुढालाई हटाओ बाबु पुराना कुहिएका मुढालाई हटाओ नेपाली आमाका छोरा नेपाली आमाको दुध खाएका बाबु अगाडि सर मेरो आँसुले हजुरहरूलाई छल्छ सबै एकता हो घन्टीलाई बचाओ रविको त्यो कुरा अन्तिम भनेको नि 10 दिनसम्म खाना नखाएर यो मुटुमा चरा कसको छोरो हो दिदी बहिनीको जसको जन्म्यो जहाँ पनि बाबु हाम्रो हो तर यो रगतको धारा जेन्जीको सराप्ने छ रविको अन्तिम दिन सराप्ने छ जेन्जी बालेनको खोला नाला खोल्यो भनेर त्यसको विरोध गर्ने त्यो पनि हुन्छ तर हाम्रो घन्टी अगाडि ल्याऊ सबै दाजुभाइ दिदीबहिनी सब अगाडि बढो हामी पनि अगाडि जान्छौँ दिदीबहिनी दाजुभाइ अगाडि बढो हाम्रा हृदय चिर्यो हाम्रो हृदय चिरेको छ यो हृदय कसरी टाल्ने हो युवा बाबु अगाडि सर मेरो यो भन्ने इच्छा छ आज म आएँ म रुटी कराती आएकी हुँ मेरो मर्ममा मेरो चुट लागेको छ अन्तिम दिन रविको सोधेका तिमी कहाँ जन्मियो कहाँ हुर्क्यो कसको छोरा हो मैले मेरो छोरा रहेछ सुचे मेरो दुधको धारा आज बग्यो